नमस्कार साथीहरू, आज हामी विद्यालय स्तरको शिक्षाको संगठन हेर्छौं। अब यसमा संगठन भनेको कति कक्षादेखि कतिसम्म कुन तह भनेको छ भन्दा यसको आधारमा कस्तो संरचना छ, जस्तै 3+4+3 हो कि 5+4+3 हो कि यस्तो टाइपको संरचनालाई विद्यालयको तलगत स्ट्रक्चर वा संरचना भनिन्छ भनेको छ। त्यसले अब अर्को उमेर समूहको हिसाबले पनि सोध्न सक्छ। उमेर समूहको हिसाबले सोद्धाखेरि चाहिँ अहिलेको जुन शिक्षा ऐन 2073 8औं संशोधनले के भनेको छ त्यसैलाई आधार मानेर बुझ्दा हुन्छ। अब नेपालको शिक्षाको तहगत संरचना अन्तर्गत ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा कुनै लागू भएको छ, कुनै लागू भएको छैन। अब शिक्षाको इस्तिहार 1996 अनुसार 3+4+3 शिक्षाको इस्तिहार 1996 अनुसार 3+4+3 स्ट्रक्चर थियो। त्यस्तै गरेर अर्को नेपाल राष्ट्रिय शिक्षा योजना 2011 भन्दा पहिले, नेपाल राष्ट्रिय शिक्षा योजना 2011 भन्दा पहिले 11 भन्दा पहिले है 3+2+3+2 भनेर यसरी भनेको छ। यो चाहिँ लागू हुनुभन्दा पहिले 3+2 को स्ट्रक्चर थियो। त्यस्तै नेपाल राष्ट्रिय शिक्षा योजना आयोग 2011, नेपाल राष्ट्रिय शिक्षा योजना आयोग 2011 को सिफारिस अनुसार 5 वर्षको प्राथमिक भनिदियो र 5 वर्षको माध्यमिक भन्यो। तर यसले चाहिँ के छ, निमावि चाहिँ यसमा भनेको थिएन। त्यस्तै गरेर सार्वजनिक शिक्षा समिति प्रतिवेदन 2018 ले 5+6 को स्ट्रक्चर भनिदियो। 5 वर्ष प्राथमिक शिक्षा र 6 वर्ष माध्यमिक शिक्षा भनेर भन्यो। अनि अर्को राष्ट्रिय शिक्षा पद्धति योजना 2028 पूर्व राशि प्रयोग 2028 पूर्व 5+3+2 लागू हुनु पूर्व 5+3+2 थियो। लागू भए पश्चात चाहिँ होइन, 5+3+2 स्ट्रक्चर लागू भए पूर्व थियो भनेको 5 वर्षको प्राथमिक, 3 वर्षको निम्न माध्यमिक र 2 वर्षको माध्यमिक शिक्षाको संरचना थियो। अब राशि प्रयोग 2028 लागू भएपछि 28 देखि 37 सम्म लागू भएपछि 3+4+3 को स्ट्रक्चर भयो। 3 वर्षको प्राथमिक शिक्षा, 4 वर्षको निम्न माध्यमिक शिक्षा र 3 वर्षको माध्यमिक शिक्षा। राशि प्रयोगको अनुसार कक्षा 4 देखि 7 सम्म निम्न माध्यमिक भनेर बुझौँ, अनि 8, 9 र 10 लाई माध्यमिक भनेर बुझौँ। अर्को राशि प्रयोगले 7 कक्षासम्म एकै प्रकारको शिक्षाको कुरा गरेको थियो। 7 कक्षासम्म एकै प्रकारको, त्यो 8 कक्षादेखि चाहिँ विविधीकरण अथवा माध्यमिक शिक्षालाई 3 प्रकारको भनेको थियो। एउटा साधारण, अर्को संस्कृत र अर्को व्यावसायिक माध्यमिक शिक्षा भनेको थियो 2037 सम्म भनेपछि 1 देखि 3 प्राथमिक 3 वर्षको भइहाल्यो, 4 देखि 7 लाई निम्न माध्यमिक र 8 र 10, 8 देखि 10 लाई माध्यमिक भनेर भन्यो। त्यस्तै अर्को पाठ्यक्रम कार्यान्वयन योजना 2028 को कार्यान्वयनपछि 2048 सम्म, पाठ्यक्रम कार्यान्वयन योजना 2028 को कार्यान्वयनपछि 2048 सम्म 5+2+3 5-2-3 को स्ट्रक्चर भयो। यसमा 2038 देखि निम्न माध्यमिक शिक्षा कक्षा 6-7 लाई बनाएको थियो। यसमा 2038 देखि निम्न माध्यमिक शिक्षा कक्षा 6-7 बनाएको थियो। सर्वप्रथम कक्षा 6-7 बनाउन चाहिँ पाठ्यक्रम कार्यान्वयन योजना 2028 को कार्यान्वयनपछि गरेको रहेछ भनेर बुझौँ। त्यस्तै अर्को राष्ट्रिय शिक्षा आयोग 2049 को सिफारिस पश्चात, राष्ट्रिय शिक्षा आयोग 2049 को सिफारिस पश्चात 12 वर्ष विद्यालय शिक्षा भएको थियो। 12 वर्ष 5-3-2-2 को स्ट्रक्चर हैन। 5 वर्षको प्राथमिक, 3 वर्षको निम्न माध्यमिक, 2 वर्षको माध्यमिक र 2 वर्षको उच्च माध्यमिक वा 12 वर्ष विद्यालय शिक्षा कसले बनाएको भन्दाखेरि राष्ट्रिय शिक्षा आयोग 2049 ले गरेको हो भनेर
बुझौँ। त्यस्तै अर्को उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग 2055 अनुसार 13 वर्ष विद्यालय शिक्षा 1+5+3+2+2 1+5+3+2+2 को स्ट्रक्चर छ। भनेपछि 13 वर्ष विद्यालय शिक्षा सर्वप्रथम कसले सिफारिस गरेको भन्दाखेरि उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग 2055 भनेर बुझौँ। अब अर्को राष्ट्रिय पाठ्यक्रम प्रारूप 2063 अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप 2063 अनुसार 8+4 को स्ट्रक्चर भन्नु। कक्षा 1 देखि 8 सम्म आधारभूत र 9 देखि 12 सम्म माध्यमिक तहको भन्यो। अब सर्वप्रथम राष्ट्रिय पाठ्यक्रम प्रारूप 2063 ले चाहिँ आधारभूत शिक्षालाई कक्षा 1-8 भन्दैछ। सर्वप्रथम कक्षा 1-8 कसले भन्यो भन्दाखेरि राष्ट्रिय पाठ्यक्रम प्रारूप 2063 बाट 9-12 लाई माध्यमिक शिक्षा भनेर यसले भनेको थियो। त्यस्तै अब अर्को विद्यालय क्षेत्र सुधार योजना SSRP 2066 देखि 72 अनुसार SSRP ले पनि ठ्याक्कै राष्ट्रिय शिक्षा पाठ्यक्रम प्रारूप 2063 जस्तो जसरी भनेको छ त्यसरी नै भनेको थियो। तर यसमा फरक के भन्दाखेरि स्ट्रक्चर 8+7 भने यसले आधारभूत शिक्षालाई 3 चरणमा बाँडिएको छ। एउटा प्राथमिक, अर्को प्रारम्भिक र अर्को भनेको चाहिँ आधारभूत भनेर यसले 3 चरणमा बाँडेको छ। अब कक्षा 1-3 लाई प्राथमिक भन्यो, कक्षा 1-5 लाई प्रारम्भिक भन्यो र कक्षा 1-8 लाई यसले आधारभूत भनेर भनेको छ। भनेपछि एउटा त्यो भयो। अर्को चाहिँ SSRP ले माध्यमिक शिक्षालाई पनि दुई चरणमा बाँडेको छ। एउटा प्राविधिक तथा व्यावसायिक धार गरे। तर सर्वप्रथम 1-8 लाई चाहिँ आधारभूत भनेर चाहिँ 2063 ले भन्यो भनेर बुझ्यौँ। त्यस्तै अर्को महत्त्वपूर्ण वर्तमान संरचना 9-4 महत्त्वपूर्ण वर्तमान संरचना 9-4 शिक्षा ऐन 2008 महत्त्वपूर्ण वर्तमान संरचना संशोधन 2073 अनुसार 9-4। अब यो ऐनले सर्वप्रथम प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको संरचनामा समावेश गर्यो। एउटा अब शिक्षा ऐनले के भनेको छ भन्दा 4 वर्ष पुरा गरेकोले 1 वर्षको प्रारम्भिक बाल शिक्षा दिने भनेको छ। त्यो हिसाबले प्रारम्भिक बाल शिक्षादेखि कक्षा 8 सम्म 9 वर्ष आधारभूत शिक्षा भनेर बुझौँ। प्रारम्भिक बाल शिक्षादेखि कक्षा 8 सम्म 9 वर्ष भयो, 0 देखि 8 भयो। कक्षा 9 देखि 12 सम्म यसले चाहिँ माध्यमिक शिक्षा भनेको छ। भनेपछि 0 देखि 8 भनेर भन्न मिल्यो, 9 वर्षको भयो। त्यस्तै 9 देखि 12 को 4 वर्षको माध्यमिक शिक्षालाई एउटा भयो भनेपछि यसलाई दुईटा चरणबाट हेर्यो। एउटा भनेको चाहिँ 0 देखि 8 आधारभूत भयो र 9 देखि 12 चाहिँ अर्को माध्यमिक भयो, 4 वर्ष शिक्षा। अब यसले माध्यमिक शिक्षालाई पनि 3 प्रकारको हुन्छ भनेको छ। एउटा साधारण, अर्को संस्कृत र अर्को प्राविधिक तथा व्यावसायिक भनेको छ। त्यस्तै अनिवार्य तथा निःशुल्क सम्बन्धित शिक्षा सम्बन्धी ऐन 2075 ले कक्षा 1 देखि 8 सम्म आधारभूत शिक्षा भनेको छ र कक्षा 9-12 लाई यसले माध्यमिक शिक्षा भनेको छ। त्यस्तै राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार प्रारम्भिक बाल विकासलाई विद्यालय शिक्षाभित्र राखेको छ, लगाएको छैन। यसले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 ले चाहिँ यसले शब्दको प्रयोग गरिदियो भने 1 वर्ष अवधिको प्रारम्भिक बाल विकास तथा शिक्षापछि 1-8 को 8 वर्षको आधारभूत शिक्षा र 9-12 को 4 वर्षको माध्यमिक शिक्षाको यसले पुरा गरेको